दर्शकवृन्दहरू, आज हामी यस्तो विषयमा कुरा गर्दैछौँ जुन कुरा हिजो आज सबैको चासोको विषय हो। त्यो हो मेडिटेसन अथवा ध्यान। ध्यान के हो र ध्यान गरेर प्राप्त हुने कुरा चाहिँ के हो त? आउनुहोस् यो विषयमा वार्ता गरौँ। वार्ता गर्न हामीसँग हुनुहुन्छ ध्यान गुरु अनि ध्यान विशेषज्ञ ध्रुव लामा सरसँग। आउनुहोस् उहाँसँग वार्ता सुरु गरौँ। ध्रुव सर नमस्कार। नमस्कार। ध्रुव सर, कार्यक्रममा स्वागत छ यहाँलाई। सर, तपाईँ लामो समयदेखि ध्यान गर्दै हुनुहुन्छ, ध्यान सिकाउँदै हुनुहुन्छ। सर, बताइदिनुहोस् कि ध्यान भनेको के हो? साधारण मान्छेले बुझ्ने भाषा बताइदिनुहोस्। अब मूलतः ध्यानको दुईटा परिभाषा छ। ध्यान एउटा चाहिँ बाहिरी आवरणमा हुन्छ र अर्को चाहिँ आन्तरिक आवरणमा हुन्छ, हैन? त बाहिरी आवरणमा भएको ध्यान चाहिँ सबै मानिसले चाहिँ पालन गरिरहेको हुन्छ। त्यो आफ्नो किसिमको व्यवहार अनुसार, आफ्नो हिँडाइ व्यवहारले चाहिँ यो ध्यानलाई चाहिँ गरिरहेको हुन्छ। तर भित्री आवरणको चाहिँ जुन ध्यान हुन्छ, अन्तर्मनको ध्यान हुन्छ, त्यो कसैमा त्यस्तो गुणहरू हुन्छ। नत्र भने के हुन्छ भने ध्यानको चाहिँ एउटा आफ्नो पद्धतिमा बसेर सिक्नुपर्ने हुन्छ। त बाहिरी आवरणको ध्यान सबैले गरिरहेको छ, त उसलाई खासै त्यो फल दिने भएको हुँदैन। त मनुष्यमा चाहिँ हाम्रो जीवनलाई जिउने एउटा कला भन्ने नै ध्यान हो। त हामीले चाहिँ आन्तरिक आवरणको ध्यानलाई चाहिँ हामीले चासो दिनुपर्ने हुन्छ र यसलाई चाहिँ हामीले बुझ्नुपर्ने आवश्यक छ। त यस कारणले गर्दाखेरि पनि मनुष्य किन चाहिँ यस्तो समस्याहरूबाट, यस्तो चाहिँ विघ्न बाधाहरूबाट चाहिँ जोगिएको हुन्छ भनेदेखि भौतिक संसारमा त्यस्तो दृश्य अदृश्य भावहरू, तरङ्गहरू चाहिँ लाखौँको मात्रामा बगिरहेको हुँदाखेरि हाम्रो आन्तरिक मनले त्यसलाई थेग्न नसक्दाखेरि मान्छेमा त्यस्तो खालको एउटा समस्या आइपर्ने, विघ्न बाधा आइपर्नेहरू भइरहेको हुन्छ। त यसलाई चाहिँ निदान गर्नको लागि, यसको चाहिँ निर्मूलन गर्नको लागि त मान्छेले आन्तरिक ध्यानको आवश्यक परेको हुनाले त यो ध्यान भन्ने कुरा चाहिँ मानिससँग जोडिएको हुन्छ, मानवीय जीवनसँग जोडिएको हुन्छ। यसलाई धेरै कम मानिसले यसलाई बुझेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले ध्यानमा अन्तर्मनको जबसम्म ध्यान गर्दैनौँ, जबसम्म यो अन्तर्मनलाई पखाल्ने काम गर्दैनौँ, यसलाई चाहिँ निर्मलता ल्याउने काम गर्दैनौँ, तबसम्म हामी चाहिँ बाहिरी आवरणको ध्यानमै बसिरहेको हुन्छ। यस कारणले गर्दाखेरि पनि यस संसारमा चाहिँ यस्तो दुःखहरू मानिसले भोगिरहेको छ। त यो यति सजिलो चाहिँ प्राप्त हुने क्रिया त होइन। त यसलाई हामीले एउटा निदानको रूपमा लिन सक्छौँ र त्यो भइरहेको पनि छ। हामी हर समय, हर क्षण होसमा हुनु आवश्यक हुन्छ। त यो जगाउने कसले त भन्दाखेरि यो आन्तरिक ध्यानमा जो मान्छे मनज्ञ भएर बसिरहेको हुन्छ, जसले यसलाई ध्यान दिएर त्यो होसपूर्वक थाहा पाइरहेको हुन्छ, त उसैलाई यो कुराहरूको अवगत हुन्छ। त्यसै कारणले गर्दाखेरि यहाँ अहिले संसारिक वस्तुमा सबै मान्छे रमेको हुनाले त्यो आन्तरिक ध्यानको प्रक्रियालाई बुझ्न नसकेको हो। यस कारणले गर्दाखेरि पनि हामी चाहिँ मानवले आन्तरिक ध्यानमा अलिकति समय दिनुपर्ने हुन्छ। मानव जीवन यस्तो छ कि समयको अभावले गर्दाखेरि सबैलाई आफ्नो किसिमको समस्याको कारणले गर्दाखेरि यो कुराहरू बुझिरहेको हुँदैन। तर सत्यता के हो भनेदेखि मानवले जहिले पनि आफैलाई बुझ्नुपर्ने आवश्यक भएको हुनाले र यो प्रक्रियालाई चिन्न, बुझ्नु र सम्झिन एकदमै आवश्यक छ। यस कारणले पनि हामीहरू ध्यानलाई चाहिँ महत्त्वपूर्ण दिइरहेको हुँदैन। तर ध्यान भनेको यस्तो चिज हो जो मानवलाई आफ्नो जीवनलाई सफल गर्ने एउटा विधि हो, एउटा विधान हो। यसलाई हामी यस तरिकाले लिन सक्छौँ। अनि ध्रुवसार, उसो भए ध्यानको सबभन्दा उत्तम विधि के हो त? साधारण मान्छेले गर्न सक्ने ध्यान चाहिँ कुन हो त? ध्यान यस्तो हुन्छ, ध्यान सबैले गर्छन् नै, तर जसले आफ्नो शरीरको घटिरहेको जुन घटित भएको हाम्रो शरीरमा क्षण प्रति क्षण घटिरहेको जुन चाहिँ संवेदना हुन्छ, त्यो संवेदनालाई जान्ने, बुझ्ने र त्यस संवेदना अनुसार हामीले आफूलाई एक किसिमको कन्ट्रोलमा ल्याउने, तटस्थ भावले हेर्ने, त्यसलाई नै हामीले चाहिँ त्यो भावमा हामी बहेर चाहिँ यदि ध्यान गऱ्यो भने चाहिँ ध्यान सफल हुनसक्छ र त्यो उत्तम विधि हुनसक्छ। भनेको यो ध्यान चाहिँ साधारण मान्छेले गर्न सक्छ सर? यो ध्यान भनेको साधारणभन्दा साधारण मान्छेले गर्न सकिन्छ।
यसको यो एउटा चाहिँ विधि मैले बताइदिएछु हैन। अब अरू पनि यसका विशेष कारणहरू छन्, त हामीले त्यो जान्नको लागि चाहिँ एउटा पद्धति मार्फत जानुपर्ने हुन्छ। तर साधारण मान्छेले चाहिँ बुझ्नको लागि, यो ध्यानलाई बुझ्नको लागि चाहिँ आफ्नो शरीरमा घटिरहेको घटनाहरू छ, जुन प्रतिक्षण घटिरहेको छ, उदयभय भइरहेछ, त्यसलाई बुझ्न सक्यो भने आधीभन्दा आधी चाहिँ यसको फल लिन सकिन्छ हामीले। सर उसो भए ध्यान अघि सरले भन्नुभयो ध्यानमा एउटा होसमा पनि बस्ने, अनि आफ्नो मतलब के नि अब दिन प्रतिदिन आउने मतलब के तपाईँको बाधा विरोधहरूलाई मतलब के हटाउने ध्यान गर्ने भन्नुभयो। यति गहिरो कुरो गरिसकेपछि त्यो ध्यानबाट प्राप्त हुने चाहिँ के हो सर, साधारणभन्दा साधारण मान्छेले? यो ध्यानबाट यो मूलत तपाईँले धेरै एकदम महत्त्वपूर्ण क्वेसन सोध्नुभएको छ। मान्छेले यही नै सोचिरहेको हुन्छ कि यो मैले चाहिँ विधि लिँदाखेरि मलाई कस्तो किसिमको चाहिँ के प्राप्त हुन्छ, के फलित हुन्छ, के लाभ हुन्छ भन्ने कुरा हुन्छ। तर यो विधिबाट के प्राप्त हुन्छ भनेदेखि तपाईँमा जुन किसिमको मैल विकारहरू छन् त्यसको चाहिँ निर्मूल हुन्छ। जस्तो कि क्रोध भयो, क्रोधको निर्मूल हुन्छ, लोभ भयो, लोभ लुप्त हुन्छ, मोह भयो, मोह त्यागिन्छ। त्यसले गर्दाखेरि हामीले पाउने त होइन, हामीले गुमाउँदैछौँ है। हामीले यो मोहलाई गुमाउँदैछौँ, हामीले लोभलाई गुमाउँदैछौँ, हामीले क्रोधलाई गुमाउँदैछौँ। भनेको मतलब हामी यसमाथि हाम्रो नियन्त्रण हुन्छ र हामीहरू यो सब नियन्त्रण हुँदाखेरि हाम्रो जीवनमा पनि त्यस्तो सदाचारी सद्भावहरू हामीमा त्यसरी आउँछ। अनि त्यो सदाचारी सद्भाव भएपछि सबै परिवार समाजहरू नै आफ्नो फेभरमा हुने, अथवा राम्रो हुने, असल हुने हुन्छन्। सर उसो भए ध्यान कति प्रकारको छ, ध्यानका चरणहरू कतिवटा छन्? अब मूलत ध्यान विश्वमा अहिले 110 प्रकारको ध्यानहरू चाहिँ निक्लिरहेको छ। तर यसको कुनै एउटा चाहिँ निश्चित विधि त हुँदैन। यो भनेको चाहिँ के छ भनेदेखि शरीर बनावट अनुसारको चाहिँ मान्छेले आफ्नो ध्यानको एउटा विधि समात्नुपर्ने हुन्छ। सबै ध्यान सबैलाई सुट हुन्छ भन्ने छैन। तपाईले के सोच्नु होला भनेदेखि ध्यानमा यदि कोही मान्छे बस्छ भने मलाई चाहिँ भइरहेको फल अरू कसैले पाउँछ यो हुन सक्दैन। किनकि जसको पनि आफ्नो किसिमको एउटा विधि छ, एउटा विधान छ। यदि त्यो विधि विधानमा उसले चाहिँ त्यो बसेर गर्न सक्यो भने अवश्य पनि यसकोबाट लाभ लिन सकिन्छ। र यसका दुई चरण छ, मैले पहिले पनि भनिदिएँ। एउटा चाहिँ बाहिरी आवरणको चरण छ, एउटा भित्री अन्तर्मनको चरण छ। यदि हामी चाहिँ भित्री अन्तर्मनको चरणमा यदि छौँ भने अवश्य पनि यो मन निर्मल हुन्छ। निर्मल भएपछि यसको स्वभावहरू पनि शुद्धता भएर जान्छ र सत्यको प्रतीक हुन्छ। यदि हामी असल ध्यान गर्दैछौँ कि छैन भन्ने कुरा चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ। म असल बाटोतिर लागेको छ कि छैन भन्ने कुरा चाहिँ विचार गर्नुपर्ने हुन्छ। र सत्यको खोजी भनेको आफ्नै शरीरको भित्रमा गर्नुपर्ने हुन्छ। हामीले बाहिरी आवरणमा सत्यलाई खोज्न पाउँदैनौँ, न त्यसलाई चिन्न पनि सक्दैनौँ। भन्दाखेरि ध्यानको मूलत दुईटा तपाईँको मतलब प्रकार भयो होइन सर? हजुर। अनि त्यसभित्र पनि हामीले सुन्छौँ अब सरहरूको भाषामा र हामीले सर्वसाधारण बुझ्ने भाषामा चरण भनेको चाहिँ के हो सर? ध्यानमा कति चरण हुन्छ? ध्यानको एउटा पडाव हुन्छ। त्यो पडावहरू अहिले अब यसै पनि साधारणतया मान्छेहरूलाई चाहिँ त्यो कुरा थाहा नहुनु पनि सक्छ होइन, थाहा पनि हुँदैन। किनकि यो चाहिँ के छ भनेदेखि आफैमा आउने अनुभूतिबाट आउने चाहिँ अनुभव हो। यो एक किसिमको शरीरमा भइरहेको अनुभूतिलाई आफूले जान्ने बुझ्ने प्रक्रिया हो। यो प्रक्रियाहरू अहिले मैले यहाँ भन्दाखेरि पनि त्यो खासै मान्छेले चाहिँ त्यसलाई चाहिँ अमल गरिरहेको हुँदैन। त यसको जबसम्म मान्छे ध्यानको विधिमा आउँदैन तबसम्म यो चरणहरूलाई चाहिँ उहाँले बुझ्न सकिँदैन। यस कारणले पनि मैले यहाँबाट अहिले भन्न चाहिँ मैले अब सकेन होइन। अब यो आफैले अनुभव गर्ने चरणहरू हुन्छ। यसमा चाहिँ बाहिरी आवरणमा भएको मान्छेहरूले चाहिँ बुझ्नलाई गाह्रो छ। यसलाई अन्तर्दृष्टिको प्रज्ञाले हेर्नुपर्ने हुन्छ। र हाम्रो शरीरमा जुन घटिरहेको क्षण प्रति क्षण उदयभय छ, यसलाई चाहिँ बुझ्नलाई पनि स्थूलदेखि सूक्ष्मतिर लाग्नुपर्ने भएको हुनाले त यसको पद्धति जान्नुपर्ने हुन्छ। र यसलाई चाहिँ बुझ्नको लागि भने पनि ध्यानलाई चाहिँ सिक्नुपर्ने आवश्यक परेको हुनाले अब यो मैले अहिले भनिरहेन। र यसलाई भन्दाखेरि पनि यो चरणहरूलाई भन्दाखेरि पनि यो सार्थकता यसमा नआएको हुनाले मैले यसलाई त्यति महत्त्व दिएन।
उसो भए सर यो मतलब के अरे मान्छे विशेष अनुसार मान्छेको आफ्नो साधना अनुसार मान्छेले आफ्नो ध्यान अनुसार उसको कति चरणमा पुग्ने उसमै निर्भर हुने हो हजुर 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 ए भन्दाखेरि मतलब के यति चरण भन्नेको मतलब के अरे तपाईँको क्लासिफाइड रूपमा अथवा यति चरण डिक्लेयर रूपमा छैन यसमा त्यो हुन्न यो अन्तर्दृष्टिको जुन प्रज्ञा हुन्छ त्यो चाहिँ के हुन्छ भनेदेखि अब प्रतिबोधक ज्ञान भन्ने हुन्छ एउटा प्रतिबोधक ज्ञानलाई चाहिँ जबसम्म आफ्नो शरीरलाई आफ्नो मनलाई चाहिँ तपाईँले चाहिँ यसलाई शान्त गर्नु सकेनौँ र यसलाई चञ्चलता ल्याउनु जुन मन भइरहेको छ त्यसलाई निर्मलतातिर लानु सकेनौँ भने त हाम्रो ध्यानको चरणहरू त्यहीँ बसिरहेको हुन्छ हामीले त्यसलाई पार गर्न सक्दैनौँ त्यस कारणले गर्दा पनि अब तपाईँले चाहिँ के बुझ्नु पऱ्यो भनेदेखि ध्यानमा मुख्यतः हामीमा भएको हामीलाई जुन हाम्रो शरीरमा भएको जुन घटेको घटनाहरूलाई जबसम्म तपाईँ केलाउन सक्नुहुन्न तबसम्म तपाईँले चाहिँ ध्यानको चाहिँ चरणहरूलाई पनि पार गर्न सक्नुहुन्न ध्यानमा अलिकति पनि ध्यान नदिने मान्छे ध्यानमा अलिकति पनि इन्ट्रेस्ट नभएको मान्छेले त नबुझ्ने नै कुरा रहेछ यो होइन सर बुझ्नै डुब्नै पर्ने रहेछ अनि यस्तो हुन्छ अब यो नबुझ्ने नै बुझाउने प्रक्रिया चाहिँ हो अवश्य पनि होइन तर के हुन्छ भनेदेखि यसमा चाहिँ मुख्य मानिसहरूले जसरी हामी कुनै काममा लगावका साथमा काम गर्छौँ ध्यानका साथमा काम गर्छौँ होसपूर्वक काम गर्छौँ त्यस्तै किसिमले यदि उसले आफूलाई जान्यो भने आफूलाई चाहिँ एउटा पहिचान गऱ्यौँ भने म को हुँ भन्ने कुरा थाहा पायौँ भने बाहिरी आवरणको जति पनि कामहरू हुन्छ त्यसमा अलिक सहज हुन्छ मलाई अलिक सरलता हुन्छ जस्तै पनि एउटा समस्याग्रस्त भएको मानिस पनि यसबाट उन्मुक्ति पाउन सक्छ किनकि उसले आफ्नो मनलाई कन्ट्रोल गर्ने क्षमता उसमा हुन्छ यदि त्यो साधारण मान्छे भन्दा पनि ध्यान गर्ने मान्छेमा चाहिँ हरेक तरिकाको दुःख पीडाहरूमा आफूलाई सम्हाल्ने आफूलाई चाहिँ आफैलाई कन्ट्रोल गर्ने क्षमता उसमा एकदम तीव्र हुन्छ त्यस कारणले पनि ध्यान एकदमै आवश्यक भएको हो र यसलाई हामीले जसरी सक्दो बाहिरी आवरणमा प्रयोगमा ल्याउन सक्छौँ नल्याउने भन्ने कुरो होइन प्रयोगमा ल्याउन सक्छौँ हामीले यसबाट हामीले लाभ पनि मिल्न सक्छौँ यसबाट हामीले सफल पनि हुन सक्छौँ ए सर उसमा एउटा कुरा हामीले सुन्छौँ तपाईँको मतलब के अरे ध्यान नगर्ने साधारण मानिसहरूको तुलनामा ध्यान गर्ने मानिसहरू जहिले पनि होसमा बस्ने तपाईँको जहिले पनि मतलब ध्यानमा बस्ने भएको कारणले ध्यान नगर्ने मानिसको तुलनामा ध्यान गर्ने मानिसहरूको दिमागले अलिक सटीक र सही विश्लेषण गर्ने भन्ने कुरा हो सर यो सही कुरा हो अब यो के हुन्छ भनेदेखि हाम्रो मन दुई किसिमको छ यसलाई एउटा संस्कृतमा पनि भन्छन् परित चित्त र अपरित चित्त जस्तै सानो मन र ठुलो मन भन्ने हुन्छ नि अब इङ्ग्लिसमा यसलाई सबकन्सियस माइन्ड भन्छ र एउटा कन्सियस माइन्ड भन्छ त हामी अहिले कन्सियस माइन्डको धरातलमा उभिरहेको छु हामीले चाहिँ हाम्रो जीवनहरू यो यसैमा चलिरहेको छ कन्सियस माइन्डको धरातलमा यो हाम्रो ज्ञानको 10% मात्र हिस्सा हो हामीले जबसम्म सबकन्सियस माइन्ड अपरित चित्तमा जाँदैनौँ हाम्रो चाहिँ बौद्धिकता तबसम्म हामी 10% माइन्ड मात्र चलाइरहेको हुन्छ हामी यसैलाई हामीले चाहिँ ज्ञान आर्जन भयो भन्ने हुन्छ तर होइन मूलत यसमा चाहिँ सबकन्सियस माइन्डमा जानको लागि हाम्रो मनको विकारलाई निर्मूल पार्नुपर्ने हुन्छ सफा गर्नुपर्ने हुन्छ जबसम्म हाम्रो विकारहरू मनमा बसेको विकारहरूलाई पवित्र बनाउँदैनौँ तबसम्म हामीहरू चाहिँ ध्यानको चरणलाई पार गर्न सक्दैनौँ ए त्यसो मनको विकारहरू सबै हामीले हटाउन सक्यौँ मन हामी निर्मल गर्न सक्यौँ भने त्यो ध्यानको एउटा चरण भयो होइन सर उसो भए ध्यानको अन्तिम चरण के हो त सर त्यो चरण पार गरेपछि मान्छे चाहिँ के हुन्छ ध्यानको अब मैले तपाईँले भनिसकेँ ध्यानको विविध चरणहरू छ होइन यदि तपाईँ ध्यानको मुख्य बिन्दुमा जानुहुन्छ भने तपाईँले चाहिँ भौतिक संसारमा रहेको वस्तुहरूलाई सहज रूपमा प्राप्त गर्न सकिन्छ किन यो एउटा चाहिँ आन्तरिक जुन मन हुन्छ त्यो एकदम शक्तिशाली हुन्छ यसले चाहिएको कुरा तपाईँलाई चाहिँ हासिल गर्न सक्छ त्यो पनि भौतिक वस्तुको रूपमा त यो एकदमै महत्त्वपूर्ण छ तपाईँले जसरी सोध्नुभयो त हामीले ध्यानमा जान्नु भन्ने कारण त्यही हो हामी चाहिँ यस भौतिक संसारका दुःख कष्टहरूबाट पीडाहरूबाट मुक्त हुन्छौँ त्यस कारणले गर्दाखेरि पनि जुन यो पडाव छ ध्यानको अन्तिम चरण छ यो धेरै कम मान्छेमा यस्तोहरू आउँछ र धेरै कम मान्छेहरू यो संसारमा
यस्ता ध्यानको चरण पार गर्ने मान्छेहरू बिरलै भेटेको हुन्छ। ए सर, मैले हजुरलाई यो क्वेसन किन सोधिरहेको छु भने ध्रुव सर, तपाईँको ध्यानमा पारङ्गत भएको मान्छेहरू हामी सुन्छौँ, मतलब मान्छे आकाशमा उड्न सक्छ, तपाईँको मतलब के नि अब मान्छे एक ठाउँबाट अर्को ठाउँमा तुरुन्तै मतलब अदृश्य हुनसक्छ, तपाईँको आगोमा माथि बस्न सक्छ भन्ने मतलब के हामी सुन्छौँ नि। विशेष गरी यो मतलब के टिबेटन ध्यान गर्ने टिबेटन गुरुहरूको हामी सुन्दै आएका छौँ। यो के हो सर, ध्यानको पारङ्गत भएपछि हुने प्राप्त हुने कुरा हो यो? अनि विशेष त त्यही नै हो, तर यसमा के छ भनेदेखि ध्यानका विविध सिराहरू छन्। यसमा चाहिँ ध्यानका अरबौँ सिराहरू छन्, जसले चाहिँ जुन मान्छेले जस किसिमको ध्यान गरेछ त्यो कुनै एउटा सिराबाट चाहिँ उहाँले चाहिँ त्यो खालको सिद्धि रिद्धि प्राप्त गरेको मात्रै हो, उसलाई त्यो मात्रै जानकारी छ। म चाहिँ एउटा भनौँ न, मैले कुनै भौतिक वस्तुहरूलाई यदि मैले आफ्नो कन्ट्रोलमा लिनु छ भने यो कुनै एउटा सिद्धि गुरुले तपाईँले मायाको चिज तपाईँको सामने उहाँले प्रकट गर्नुहुन्छ, त्यो उहाँको एउटा सिद्धि हो। त्यो चाहिँ करोडौँ सिरामा एउटा सिद्धि हो। यो होइन कि उहाँ चाहिँ त्यसमा चाहिँ पूर्ण ज्ञान भएर बसेको भनेर हामी भन्न सक्दैनौँ। यसका अरबौँ सिराहरू छ। कुनै सिरामा गएर उहाँले गर्नुभयो भने तपाईँले उड्न पनि सकिन्छ। तपाईँ नेपालको कुरा अमेरिकामा गएर पनि सुन्न सक्नुहुन्छ, अमेरिकाको कुरा नेपालमा आएर पनि सुन्न सक्नुहुन्छ। त यसको धेरै माध्यमहरू छ, धेरै सिराहरू छ। कुनै एउटा सिरामा चाहिँ कोही मान्छे पारङ्गत हुन्छ, यो अवश्य नै यसले चाहिँ त्यो चाहिँ बिन्दुमा पुर्याउँछ। सर, यो ध्यानको विषयमा अध्ययन गर्दा, ध्यानको कुरा सुन्ने गर्दाखेरि सधैँ सुनिने शब्दहरू नि सर, सधैँ सुनिने, धेरै सुनिने मोक्ष प्राप्त हुन्छ, मुक्ति प्राप्त हुन्छ भनेर सुनिँदै आएको छौँ सर, जहाँ पनि सुनिन्छ। यो मोक्ष र मुक्ति भनेको के हो सर? यो फरक पाठ दुइटै छन्। अब मोक्ष भनेको यसको बाटै फरक छ। मुक्ति भनेको चाहिँ के छ भनेदेखि तपाईँ कुनै पनि समस्यामा परिरहेको छ भने कसैले तपाईँलाई सहयोग गर्यो या त कसैले तपाईँलाई दान गर्यो या त कसैले तपाईँलाई दुःखमा साथ दियो, त्यो एउटा मुक्त भएको अवस्था हो। मोक्ष भनेको दुर्लभ प्राप्ति हो, यो हर कसैले प्राप्त गर्न सकिँदैन। मुक्ति भनेको कुनै एउटा विकारलाई तपाईँले चाहिँ जित्न सकिन्छ, कुनै एउटा विकारलाई जित्न सक्यो, कुनै एउटा समस्यालाई हल गर्न सक्यो, कुनै एउटा समस्याबाट तपाईँ त्यहाँबाट निक्ल्न सक्यो, त्यसको समाधान लिन सक्यो, त्यो मुक्ति भयो। मोक्ष भन्ने कुरा चाहिँ तपाईँले आफ्नो मनको विकारहरूलाई जबसम्म तपाईँले निर्मूल पार्नुहुन्न, जबसम्म तपाईँ यो विकारहरूबाट जित निकाल्न सक्नुहुन्न, आफैलाई जित्नु नै मोक्ष प्राप्त गर्नु हो। अब यसमा धेरै आयामहरू छ। यो कुराहरू अब अहिले नै हामीले यसरी भन्न सकिँदैन। यो मैले पहिले नै भनिसकेँ, दुर्लभ प्राप्ति हो। यो धेरै कम चाहिँ ऋषिमुनिहरूमा यस्तो देखिएको छ। र म त के भन्छु भने अहिले यस भौतिक संसारमा मोक्ष प्राप्त गर्ने व्यक्ति सायदै होला जस्तो लाग्छ जहाँसम्म मलाई। किनभने मोक्षको प्राप्ति त्यतिकै हुनेवाला छैन। यो चाहिँ जन्मान्तरबाट चलिआएको एउटा प्रक्रिया पनि हुन्छ। मैले यही जन्ममा मोक्ष प्राप्त गर्न सक्दिनँ यदि मैले जति नै ध्यान गरे तापनि। किन? यो हामीले चाहिँ जन्मान्तरमैदेखि कर्मको फलहरूलाई पनि लिएर एउटा संयोजन हो। त्यसलाई पनि हामीले सुधार गर्नुपर्ने हुन्छ। धेरै कुरा, आङ्गिक कुराहरू यसमा चाहिँ छ। यस विषयमा अलिक विशद रूपमा बोल्नु पर्दाखेरि हर कसैले मोक्ष प्राप्त गर्न सकिँदैन। अहिलेलाई हामीले यति नै मैले बोलेँ। तर अब एउटा अलिक फरक प्रसङ्गको कुरा गरौँ सर, होइन? यसो हेर्दाखेरि यो फरक प्रसङ्ग जस्तो लागे पनि हजुरको यो ध्यानको, आध्यात्मको, धर्मको, होइन सर, यी कुराहरू सुन्दाखेरि कर्मको कुरा आउँछ नि सर। हजुर, है सर? यो के भनिन्छ भने जस्तो कर्म त्यस्तै फल पाउँछ भनिन्छ। र ध्यानमा फेरि कस्तो हुन्छ नि हजुरको मतलब किन जोसुकै मान्छे पनि ध्यान गर्दै जाने बेला उसले मतलब आफ्नो पुनर्जन्मको पहिलाको सबै घटनाहरू थाहा हुन्छ भनेर भन्छ। त्यो खराब कर्म गर्ने मान्छेले पनि ध्यान गर्यो भने
उसको जुन त्यो खराब कर्म मेटिन्छ त सर? यो यस्तो हुन्छ, हामी संसारिक प्रक्रियाको बन्धनमा बाँधेको हुन्छ। त्यसले गर्दाखेरि पनि हामी जन्मान्तरमा त्यो जुन किसिमको एउटा मैल बोकेर आइरहेछौँ, जुन इच्छा आकाङ्क्षाहरू पुरा नभएर पनि हाम्रो मृत्यु भइरहेको हुन्छ। अब त्यो आउँछ नि, त्यो चाहिँ जन्मान्तरबाट आइरहेकै हुन्छ। त्यो एउटा सर्कल हो, त्यसलाई नै भवसागर भनिरहेको छ। त्यो सर्कलमा चाहिँ तपाईँ बाँधिएकै हुन्छ, मनुष्यहरू सबैजना, चाहे म किन नहोस्, होइन? त यसले पनि मायने राख्छ आफ्नो जीवनको सफलता पाउनको लागि। पछिल्लो जन्मको कर्ममा पनि धेरै ठुलो महत्त्वपूर्ण भूमिका खेल्छ यसले। त्यस कारणले हामीले आजैबाट यदि यो ध्यानको माध्यमबाट यदि हामीले आफ्नो मनको विकारहरूलाई फाल्न सक्यौँ भने अवश्य पनि यो कम हुँदै जान्छ। हामीले यसलाई रोक्न सक्छौँ। जस्तै अब गरिने चाहिँ नराम्रो कर्म, दुष्ट कर्मबाट हामी बच्न सक्छौँ। बचेपछि हाम्रो बन्धन हुन्छ, जुन किसिमको विकारको बन्धनबाट हामी मुक्त हुन सक्छौँ र यसैले हामीले पार लाउन सक्छौँ। त यो हाम्रो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा भयो, होइन? अब अर्को भने के हो भनेदेखि हामी जसरी अब दुःखको भुमरीमा परिरहेको छ, यो संसारै दुःखको भुमरीमा जुन हामी बहिरहेछौँ, हामीले बाहिरी आवरणमै चाहिँ बाहिरी संसारमै यो दुःखको, यो पीडाको, समस्याको निदान खोज्यौँ। तर यसको चाहिँ मूल आन्तरिक मनबाट जुन उब्जेको जुन प्रतिक्रिया हुन्छ नि, त्योसँग सम्बन्धित छ। त मानिसले जुन समस्याहरू भइरहेछ, भोगिरहेको छ, पीडाहरू भोगिरहेको छ, त्यसको निदान हामी बाहिरी आवरणमै खोजिरहेका छौँ। त यसको तादात्म्यता आफ्नो मनसँग हुन्छ। अन्तर्मनको दृष्टिले जबसम्म मान्छेले आफूलाई बुझ्दैन, तबसम्म यो दुःखहरूबाट मान्छे मुक्त पनि हुन सक्दैन। धुरु सर, त्यसो भए मैले सरलाई के खोज्नु भने, कोही मान्छेले कर्मअनुसारको फल भन्छ, कोही पहिला कुनै मान्छेले खराब कर्म गरेको छ, हजुर, उसले खराब कर्म गरे अनुसारकै उसले फल पाउने हो सर पछि? यस्तो हुन्छ, जन्म र कर्म पनि एक विधिमा गएर त्यो टुङ्गिन्छ। किनकि अब दुधबाट दही निक्ल्यो, दहीबाट मही, महीबाट घिउ। अब दही हुन्जेलसम्म हामीले यसलाई दुध भन्न सकेन न, मही हुन्जेल हामीले उसलाई पनि दुध भन्न सकेन, घिउलाई पनि हामी दुध भन्न सकेन। यो एउटा पडाव हो, कर्मको पनि एउटा पडाव हुन्छ। यसको लेखाजोखा राखेको हुन्छ। तपाईँ जति आफ्नो मनको विकारलाई फाल्नुहुन्छ, मनमा बसेको यो मैलहरूलाई तपाईँहरूले यसलाई चाहिँ मार्नुहुन्छ, यसलाई चाहिँ फाल्नुहुन्छ, यो विकार मुक्त हुनुहुन्छ भने तपाईँको पाप कर्म त्यति नै पातलिँदै जान्छ, त्यो पातलो हुँदै जान्छ। तपाईँको आगामी भविष्यहरू, या त तपाईँ अर्को जन्ममा तपाईँ कुशल कर्म गर्नुहुन्छ भने अर्को जन्ममा तपाईँलाई राम्रै ठाउँमा तपाईँको जन्म हुन्छ, राम्रै घर परिवारमा तपाईँको चाहिँ जन्म हुन्छ। त यसले पनि तपाईँको आफ्नो जीवनलाई सजार्न सक्ने तपाईँको आफ्नै हातमा हुन्छ। त हामीले जति सक्दो सत्कर्म गर्नुपर्ने हुन्छ र आफूलाई जबसम्म बुझ्दैनौँ तबसम्म हामीले बाहिरी आवरणको विषयवस्तुहरूलाई पनि हामी बुझ्न सक्दैनौँ। सर, अब यो धर्म, अध्यात्म, ज्ञानसँग मतलब के भने हामी सम्बन्धित आइराख्ने कुरा, तपाईँको सनातन, निरपेक्षता, साक्षरता सम्बन्धी कुरा गऱ्यौँ होइन सर? हजुर। अब शुद्ध रूपमा एउटा सबैको मनमा कौटुल्टा भइराख्ने सुनिने कुरा एउटा सोध्छु, त्यो चाहिँ विशुद्ध रूपमा ध्यानसँगै सम्बन्धित कुरा हो। ध्यान गर्ने बेला सासलाई हेर्ने भनिन्छ होइन सर? यो सासलाई हेर्ने भनेको चाहिँ के हो सर? यसमा के हुन्छ भनेदेखि हामी जुन बाँचिरहेको छौँ, यो एउटा चाहिँ सासले गर्दा हामी बाँचिरहेको छौँ नि। मनुष्यको जीवन जुन चलिरहेको छ, यही सासले हामी चलिरहेकै छ। त सास लिनु भनेको शरीरको एउटा क्रिया मात्रै होइन, योसँग मनसँग विकारको गहन तादात्म्य छ। भनेको मतलब के हो भनेदेखि सास नै शाश्वत छ, सास नै सत्य हो भन्ने कुरो बुझ्नुपर्छ।
अरूलाई त हामीले सत्य रूपमा लिन सकिन नि त। हामीले ग्रहण गर्ने भनेको सास, त यही सास सत्य छ भनेर हामीले बुझेर यदि हामीले त्यसमा चाहिँ एउटा बिन्दुमा लगेर हामीले त्यसलाई फोकस गर्यौँ भने त्यसले अवश्य पनि परिणाम ल्याउँछ। त्यसैले ध्यानमा सासको धेरै ठुलो महत्त्व छ। यही सासकै क्रममा चाहिँ कोही मान्छे यो मोक्षको बाटोमा अगाडि बढ्न सकिन्छ। त सास शाश्वत छ, सत्य छ। यसले गर्दाखेरि ध्यान पनि सत्य छ, शाश्वत छ, यो सर्वजनीन छ, यो चाहिँ सर्वदेशिक छ, यो सर्वलौकिक छ। हामीले अघि प्रसङ्गवश कुरा आएको कुरामा अहिले ठ्याक्क मिल्न आएछ। हजुर हजुर सर, अब हजुरसँग ध्यान सम्बन्धी सरसँग लामो कुरा गऱ्यौँ सर, धेरै कुरा पनि जानियो है सर, सर्वसाधारणलाई धेरै जानकारी भयो। सर एउटा कुरा बताइदिनुहोस् कि यो मेडिटेसन भनेको र ध्यान भनेको फरक हो कि एउटै हो? कसैले भनेको सुनेको छु मेडिटेसन र ध्यान भनेको एउटै हो, कसैले ध्यान र मेडिटेसन भनेको अलिक फरक हो मैले भनेको सुनेको छु सर। तर ध्यान चाहिँ नेपाली पूर्वीयतिर भन्छ क्यारे मैले सुनेको, तर मेडिटेसन चाहिँ युरोपतिर भन्छ क्यारे, होइन सर? तर यो फरक हो भन्छ सर, के हो सर? ध्यान र मेडिटेसनबाट के फरक छ? अब मेडिटेसन भनेको चाहिँ अब यो पश्चिमाली देशहरूले यसलाई एउटा नामाकरण गरेको छ। सायद उहाँहरूले अब यसलाई इङ्ग्लिस भाषामा पनि त्यो भयो होला। अब मेडिटेसनको अर्थ के हुन्छ भनेदेखि हामीले कुनै शरीरमा आफूलाई असहज महसुस हुँदाखेरि हामीले चाहिँ पसलमा गएर मेडिसिन लिन्छौँ नि, त्यो एउटा निरोध हो। मतलब कुनै एउटा प्रक्रियामा गएर केही क्षणको लागि चाहिँ निरोध गर्न सकिन्छ। मेडिटेसन त्यो हो। एउटा क्रियामा गएर चाहिँ कुनै एउटा रोगलाई भनौँ एउटा कुनै एउटा क्षणलाई परिवर्तन गरेर हामीले त्यसलाई चाहिँ निरोध गर्न सक्छौँ, मतलब त्यसलाई रोक्न मात्र सक्छौँ। ध्यान भनेको चाहिँ यो एउटा विशुद्ध चाहिँ आन्तरिक रूपबाट मानवको चाहिँ जीवनमा जुड्ने एउटा प्रक्रिया हो। यो सधैँ अमर रहन्छ। यसलाई चाहिँ बुझ्नको लागि धेरै गाह्रो छ। तर त्यसै कारणले चाहिँ पूर्वी पश्चिमेली सभ्यताले चाहिँ एउटा उपाय कौशल निकाल्नको लागि चाहिँ मेडिटेसन भनेको हो। त यो एउटा चाहिँ त्यही करोडौँ सिराको एउटा सिरा मात्रै हो। तर ध्यान भनेको समग्र समष्टिगत रूपमा प्रकृतिसँग जुटेको र मानव जीवनलाई अघि बढाउने र मानव जीवनलाई असल सद्भावना सदाचार सिकाउने पद्धति हो। मानव जीवन कसरी चाहिँ मुक्तिदेखि मोक्षको प्राप्ति गर्न सक्छौँ, यो चाहिँ लौकिकदेखि परलौकिक हुन सक्छौँ भन्ने एउटा बाटो देखाउने चाहिँ क्रिया हो। उसो भए सर मेडिटेसन भनेको चाहिँ मतलब लौकिकदेखि अलौकिक मतलब के नि एउटा प्राप्त हुने कुरा भयो। मेडिटेसन भने चाहिँ एउटा हजुरको मतलब कुनै कुरा उसले मतलब किने उसलाई शारीरिक रूपमा मतलब गाह्रो भयो भने औषधि पसला गएर मेडिटेसन किनेर खाएर एकछिनलाई शान्त भयो। हजुर हजुर, यो एउटा निरोधको प्रक्रिया मात्रै हो। हजुर, एउटा निरोधको प्रक्रिया हो। ध्यान भनेको चाहिँ प्रकृतिसँग जुडेको एउटा पद्धति हो, जो कि मनुष्यले यही पद्धतिमा रहेर यसको एउटा चाहिँ आफ्नो अन्तर्दृष्टि लाउन जान्यो भने यही मनुष्य देवत्वमा परिणत हुन सक्छ। ध्यान भनेको समष्टिगत रूपमा चाहिँ ब्राह्मण्य ऊर्जालाई आफ्नोतिर तान्ने एउटा पद्धति हुन्छ, एउटा क्रिया हुन्छ। र मेडिटेसन चाहिँ त्यो करोडौँ सिरामा एउटा सिरा मात्रै हो। कुनै एउटा चाहिँ रोगको भनौँ कुनै एउटा विषयलाई समाधान गर्ने प्रक्रिया मात्रै हो मेडिटेसन भन्ने। उसो भए ध्यान भनेको चाहिँ हजुर हामी मतलब कि ब्रह्माण्डीय मतलब के नि के अरे शक्तिसम्म अथवा ब्रह्माण्डको मतलब ज्ञानसम्म पुग्न सक्छौँ। ध्यान भन्ने चाहिँ मतलब मेडिटेसन भन्ने चाहिँ एउटा हाँगा जस्तो मात्रै भयो। हजुर, एउटा रुखको एउटा हाँगा जस्तो मात्रै। हजुर सर, ध्रुव सर हजुरलाई धेरै धेरै धन्यवाद। आज ध्यान सम्बन्धी
हजुरले धेरै कुरा बताइदिनु भयो ध्यान सम्बन्धी धेरै जानकारी दिनुभयो अब ध्यान भन्ने कुरो त महासागर हो कहिले पनि मतलब के नै हजुरको मतलब के नै सकिने होइन हामी पछि पनि ध्यान सम्बन्धी सरसँग कुरा गर्दै गरौँला आजलाई सर आइदिनु भयो यसको लागि सरलाई धेरै धेरै धन्यवाद नमस्कार